नेपाली जनताले अहिले सुनेका जति पनि काण्ड छन् त्यो चाहे वाइट बडी काण्ड होस्, चाहे त्यो ललिता निवास काण्ड होस्, चाहे त्यो गिरिबन्धुको होस्, चाहे त्यो शिविरको होस्, जति पनि छन् 15, 20, 25, 30 लामो लिस्ट बन्छ। त्यो लिस्ट राख्ने, त्यो लिस्ट राखेर जनतालाई आश्वस्त पार्ने। यस अख्तियारले गर्छ, ठिक छ, हामीलाई विश्वास छ। अख्तियारले गर्न सक्दैन, कुनै एउटा सर्वशक्तिशाली आयोग बनाउनुपर्छ, बनाऊ। तर बनाइसकेपछि एक ठाउँ के पुऱ्याउँ भनेर यसमा को दोषी निस्कन्छ? कोही प्रधानमन्त्री निस्कन्छ, ठिक छ, पूर्व प्रधानमन्त्री निस्कन्छ, मन्त्री निस्कन्छ, सांसद निस्कन्छ, जोसुकै होस्, जतिसुकै शक्तिशाली होस्, प्रधानमन्त्री भएको मान्छे होस्, मन्त्री भएको मान्छे होस्, बहालवाला होस्, भूतपूर्व होस्, जोसुकै होस्, तर नेपालमा सार्वजनिक ओहदामा बसेर भ्रष्टाचार गरेको मान्छेलाई नेपाली समाजले छाड्दैन, नेपाली राज्यले छाड्दैन, 15 वर्ष भएपछि पनि छाड्दैन, 20 वर्षपछि भए पनि छाड्दैन भन्ने हामीले मानक स्थापित गर्न सक्यौँ भने त्यो नौजवानहरूलाई ल ठिक छ, देश ठिक बाटोमा गयो भन्ने अवस्था बन्छ, उनले सोच्न थाल्छन्।